आज हाम्रो यात्रा हुँदैछ बेन्डिगोको गोल्ड माइनिङमा। सुरुमा हामीले फोटो खिच्यौँ, त्यस पछाडि तलपट्टि पनि अर्को फोटो खिचिसके पछाडि एउटा पुरै ग्रुप फोटो भयो। अनि bend your knees a bit will help you. Good. 1, 2, 3 and here we go. लिफ्टमा चढेर हामी तल गइसके पछाडि भित्र यस्तो खालको थियो, पुरै एकदमै चिसो, बाहिर एकदमै गर्मी थियो। यो हाम्रो समर भ्याकेसन हो। नबुल इन्जोय गरेछ। बाहिर 40 डिग्री छ, हामी चाहिँ भित्र 16 डिग्रीमा टनेलमा हिँड्दैछौँ। यो चाहिँ गोल्ड माइन हो। Standing today, we are the shallowest mine in Bendigo. We call it a baby mine as well, because our mine is only 412 meters deep, 17 levels altogether. The deepest 2 miners working together. दाइले यति धेरै राम्रो इन्फर्मेसन दिनुभएको थियो कि एकदमै लामो थियो। काट्दै बनाउँदै जमानामा सुनलाई कसरी खोतल खातल गरिन्थ्यो, कसरी सुन निकालिन्थ्यो भन्ने डेमो देखाउँदै हुनुहुन्छ दाइले है। घर र पुरै नै यो गोली बारुद चला जस्तो के। That is the visible gold. Plenty of gold, not visible with naked eyes. Just let them have a look. Gold is the sign. So a lot of gold in the last window as well. I found some here. For the front window, this gold is here. TMC Maya, look at Mammy. Split up here both sides. Just keep coming this way. आफ्टर द ड्युटी मुसेजी फेरि रुन सुरु गर्नुभयो। के भएको भन्दा उहाँको जुत्तामा चाहिँ पानी पर्यो अरे, चिसो भयो अरे। घुमेर सबै सकिसके पछाडि भित्रपट्टि फेरि हामीले फोटो खिच्यौँ। एज अ पार्ट अफ द टुरिस्ट भन्नु पर्यो होइन। अनि मुसुजीले खिच्नुभयो फोटो। यता बाहिर निस्क्यौँ अनि फेरि यहाँ बाहिरपट्टि फोटो खिचेर आज